आज चाहिँ हैन एकदमै इम्पोर्टेन्ट कुरा शेयर गर्दैछु। सबैजनाले भिडियोलाई लास्टमा कपी लिंक रिपोस्ट अनि शेयर पनि गरिदिनु होला है त। किनकि आज भोलि यति स्क्यामरहरु बढिरहेको छ कि कुनै पनि बेला हामीहरुले चलाइरहेको आईडी ह्याक हुन सक्छ। ह्याक गरे मात्रै त हुँदैन हैन, हामी बनेर हाम्रो साथीहरुलाई मेसेज पठाउँछ। अनि फेरि के मेसेज, अब कारोबारहरु सम्बन्धी, जस्तै अब आज ममा भएको घटना शेयर गर्दैछु। मेरो टिकटकमा भएको फ्रेन्ड्स हैन, मेरो टिकटक फ्रेन्ड्स, मेरो चिन्जानको दाइ हैन, उसको आईडी ह्याक भएको रहेछ। ह्याक भएको रहेछ अनि उसको आईडीबाट के भन्नुहुँदेखि मैले 20,000 मैले 50,000 इन्भेस्ट गरेको 5 घण्टा भित्र ठ्याक्कै 5 लाख भयो। यो त एकदमै विश्वासिलो रहेछ, एकदमै काम लाग्ने कुरा रहेछ भनेर अब हैन तपाई पनि गर्नुस्। एकदमै यस्तो मलाई मेसेज आयो। अब मेरै साथी, अब मैसँग अब हैन अब गुलमिल भएको साथी, एकदमै विश्वासिलो साथी हो। फेरि अब यो हुने नसक्ने अब फिक्स भन्छ कि अब के भन्छ भने मेसेजमा 20,000 को हैन 20,000 को 5 घण्टा भित्रमा 20,000 को 2 लाख अनि 50,000 को 5 लाख 100% ग्यारेन्टी फिक्स भन्छ। अनि अब यो पत्याउनै नसक्ने कुरा हो नि त, यो इम्पोसिबल हो नि त हैन। यस्तै हो भने त दुनियाँले हरेकले गरिहाल्छ नि। तर अब नपत्याम भने पनि हैन, अब हाम्रै साथी हुन्छ, हामीसँग गुलमिल भएको एकदम क्लोज फ्रेन्ड, क्लोज साथी हैन, दाजुभाइ हुन्छ, या आफ्नै घरको परिवारै पनि हुन सक्छ। किनकि अब त्यो आईडी त उसको ह्याक भएको हुन्छ नि त। ह्याकर अर्कै हो, चलाउने व्यक्ति अर्कै हो, उसलाई थाहै हुँदैन बिचरा। अनि के भन्छ भनेदेखि अब अनि उसले चाहिँ नि आईडी अर्को आईडी पठाइदिन्छ, ल यो आईडीमा कन्ट्याक्ट गर्नुस्, सबै डिटेलहरु बताइदिन्छ, तपाईलाई तरिकाहरु सबै बताइदिन्छ, कतिको इन्भेस्ट गर्न चाहनुहुन्छ, यस्तै त्यही कुरा गरेर उसले अर्को आईडी दिन्छ। फेरि आफ्नै साथीले उसको आईडी, साथीको आईडीबाट चाहिँ बोले उसले चाहिँ प्रुफ देखाइदिन्छ हैन। अनि प्रुफ पनि फेरि अब ई सेवामा रिसिभ भएको प्रुफ पनि बनाइन्छ। फेरि एकदम होरै जस्तो तरिकाले। अब यहाँ नोटिफिकेसन चेक गर्न सक्नुहुन्छ, यो नोटिफिकेसन वालपेपरमा नि नोटिफिकेसन आएको जस्तै तरिकाको बनाइदिएको छ। यो बनाउनु कुनै ठुलो कुरा हैन नि। अब त्यो ई सेवाको त्यो ई सेवाको लोगोको त्यो पीएनजी पाइहाल्छ हैन, त्यो ट्याक्क ल्याएर त्यहाँ राख्दियो। अनि त्यहाँ अब त्यो मेसेज बक्सको पनि अब त्यो पीएनजी त्यहाँनिर सेट गरिदियो, हल्का लिरिक्स टाइप गरिदियो, अनि हल्का क्रप गरेर बनाइदियो भने सेम टु जेड बनिहाल्छ। यस्तो हैन। अब तर सोझा साझा त अनि फेरि जान्छ त। अब नपत्याम भने पनि अब आफै साथी या आफ्नै घरको फ्यामिली नै हुन सक्छ, फ्यामिलीको आईडी हुन सक्छ। तर त्यो आईडी त ह्याक गरेर चलाउने व्यक्ति त अर्कै हुन्छ। फेरि कुनै पनि बेला तपाईकै घरको परिवारको आईडीहरु ह्याक भएर हैन, अनि आफ्नो घरको परिवार अब दाजुभाइ बनेर या साथीभाइ या दिदीबहिनी बनेर बोलिदिन्छ हामीसँग, यति पैसा चाहियो हैन, अब यति इन्भेस्ट गर्दा यति फाइदा हुन्छ भनेर लोभ लालचहरु देखाउन सक्छ। तर यो एउटा लिरिक्सको भरमा, एउटा च्याटको भरमा, एसएमएस को भरमा मात्रै कसैले पनि यस्तो विश्वास गरेर कारोबार नगर्नु होला। नत्र भने डुब्छ, मरिमरि कमाएको पैसा नत्र भने जान्छ। सबैजनाले भिडियोलाई रिपोस्ट कपी लिंक पनि गरिदिनु होला ताकि अरूहरुलाई पनि थाहा होस् हैन। आज भोलि कुनै पनि बेला आईडीहरु ह्याक हुन सक्छ, त्यसैले आईडी ह्याक हुन नदिनुस् हैन। हरेक कुरामा टु स्टेप भेरिफिकेसन गर्नुस्। अब जस्तै अब फेसबुकबाट टिकटक खोल्नु भएको छ भने टिकटकमा पनि टु स्टेप भेरिफिकेसन गर्नुस्, फेसबुकमा पनि टु स्टेप भेरिफिकेसन गर्नुस्। अब इमेलबाट फेसबुक टिकटक खोल्नु भएको छ भने इमेल पनि टु स्टेप भेरिफिकेसन गर्नुस्। त्यो गर्दा चाहिँ एकदम सेक्युरिटी टाइट हुन्छ क्या तपाईको, एकदम सिक्योर हुन्छ। त्यसैले सबैजनाले आफ्नो आईडीहरु एकदम सिक्योर राख्नुस् हैन। सेक्युरिटी दिएर पुरै टु स्टेप भेरिफिकेसनहरु अन गरेर राख्नुस्। मैले तरिकाहरु पनि अलरेडी बताइदिएको छु मेरो हरेक भिडियोहरुमा। मैले यस्तै हैन आफ्नो आईडीहरु एकदम सुरक्षित राख्ने तरिकाहरुको भिडियो पनि हाल्दिरहेको छु। सबैजना जोगिनुहोस् है यो कुराहरुमा चाहिँ, किनकि सोझा साझा मान्छेहरु त फसिहाल्छ नि। अब नपत्याम त अब आफ्नै साथी, आफ्नै परिवारको मान्छे हैन, हाम्रो टिकटकमा भएको क्लोज फ्रेन्ड्स हैन, अब उनीहरुको आईडी नै ह्याक गरेर उनीहरु बनेर अब बोल्दैपछि त उस्तै मान्छेले त पत्याउँछ नि त। अब हामीलाई पो अब ट्रस्ट, अब विश्वास लाग्दैन हैन। विश्वास नलागे पनि अब मेरै अब दाइ बनेरै बोल्दिन सक्छ, मेरो दाइको आईडी ह्याक गरेर दाइ बनेर बोल्दिन सक्छ। अनि यति पैसा चाहियो भने के गर्नु। अनि मेरै साथीको आईडी ह्याक भएर हैन मलाई नै मेसेजमा धेरै लोभ लालच देखाएपछि मलाई डाउट लाग्यो उसको आईडी पक्कै ह्याक भएछ क्यारे भनेर। त्यसैले मैले डाइरेक्ट उसँग सम्पर्क गरे, नभन्दै हो रहेछ मेरो आईडी ह्याक भएछ भाइ, के गर्नु पर्यो कसो गर्नु पर्यो, लौ न भनेर भन्नु उहाँले। यस्तो हुन्छ। त्यही भएर हैन सबैजना जोगिनुहोस् है यो कुरामा चाहिँ। कुनै पनि बेला कसैको पनि आईडीहरु ह्याक भइरहेको हुन सक्छ, हामीलाई थाहा हुँदैन। हामीहरु सोच्छौं हाम्रो मान्छे, हाम्रो चिन्जानको हैन, दाजुभाइ साथीभाइहरु भनेर सोचेर हामीहरु हैन अब कारोबार गर्न सक्छौं। त्यही भएर सुरुमै यसमा चाहिँ अलर्ट रहनु सबैजना।